केटा हो धनबीर दादाले आज जसरी भए पनि पैसा ल्याएर आ भन्नुभएको छ पैसा कसरी लिनुपर्ने ओए बाबु काजल लागेको फेरि आमालाई धेरै बोलिरहेछ केटाहरू गएर त्यसो गोजा खोल त दादा हजुर त्यो चाहिँ के छ त पनि मरिसकेको होला अहिले मरेर पनि रेल छाड्यो होला यति त्यो नमरेको भरि म गएर मागे त्यो जाउँ मर्न ए भयो बसोस् ओल्डन मेरो भाइहरू ओल्डन या यस खुसियालीमा अब हामीले दियल हान्नु पर्छ या म त मरेको थिइनँ तेरो बुढीसँग सग्रात गर्न गएको थिएँ गप 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 मेरी त बुढी मरेकै 4 वर्ष भइसक्यो ए धुनबीर मलाई चोडिएर गरेका कुरा मन पर्दैन मेरो 115 रुपियाँ दे तेरो 115 रुपियाँमा यस्तो चिसोको मैले मलाई 15 रुपियाँ प्यान्टी किन 100 रुपियाँ मेरो केटाले मोज गरिरहेको छ के चढ्ने छोडा जा ए कस्ता चोरिया कुरा गर त यो मुजीले मेरो 115 रुपियाँ दिनै भनेपछि म त कन के गर्नु त केस गर्ने हु तो के सल्लाह जान माथि राष्ट्रपति त मेरा काइला काका छोरो मैले एकैछिन निकालिहाल्दान् भित्र भइ नै दिँदैनन् जा गएर के साल के चढाउने चढाइ जा ए धुनबीर यो तँलाई मेरो चेतावली मात्रै हो यो भन्दा फेरि मेरो बाटोमा तगारो बन्न आइस भनेपछि तँलाई हुने छैन राम्रो धुनबीर दाइले थर्कन त्यसको आठ कसरी आयो छोडु दाइ म त्यसलाई मारेर आउँछु छोडु छोडु त्यति जना खान थर्काइले डर त मुकन पनि लागेको थियो कहिले मुकिने कि त्यो छोरोको ज्यान त क्या छुट्टै भेलाग्दो आमाउ कस्तो भेलाग्दो त्यही क्या केटाहरू पनि ज्याङ्गा खान् मेरो 115 रुपियाँ त मैले ल्याउनु हो मेरो ज्यान पनि यही थियो म पनि ज्यान गुनाउनु पर्यो यही त पुसा भान्न र कहिले भाँचिने हो कि भाँचिए पनि हान्नै पर्यो त्यही क्या केटाहरू त हान्न पर्यो के रे मेरो भाइले लग्यो अरे केटा हो